नमस्ते साथीहरू, म चाहिँ हाल कुवेतबाट है। हजुरहरूलाई थाहा अहिले त रमजान चलिरह नि त। अनि म चाहिँ एउटा मिठाईको रेसिपी गराउन जान्न लागेको छु। हेरेर साथ दिनु होला, हजुरहरूले पनि बनाएर खानु होला, एकदम मिठो हुन्छ है। अनि मैले एउटा अन्डा र 4 चम्चा चाहिँ चिनी हालेँ। अब यसलाई चाहिँ एकदम फिट्नुपर्छ है। अनि फिटेपछि यसको पेस्ट बन्छ। अनि हेर्दै जानु है साथीहरू। यति आधा कपभन्दा अलि बढी चाहिँ तेल हाल्दैछु म। हजुरहरूले पानी खाने कपले हाले नि हुन्छ है। अनि फेरि यसलाई फिट्नुपर्छ। तेल हालेर फिटेपछि यस्तो हुन्छ। अनि अब फेरि यसमा पानी एड गर्नुपर्छ हामीले। न है साथीहरू, अघि जुन कुपले मैले तेल हालेको थिएँ नि, त्यही कुपले म पानी हाल्दैछु 1 कुप। अब यसलाई फेरि फिट्नुपर्छ। अनि अघि हालेको पानी हालेकै कुपको 1 कुप चाहिँ मैले सुजी हालेँ है। अब फेरि यसलाई फिट्नुपर्छ। अनि साथी 1 डाडु जति दही पनि हाल्नु होला है। अनि आधा कुपभन्दा अलिकति बढी चाहिँ नरिवलको धुलो, 1 चम्चा जति बेकिङ पाउडर है, ठुलो चम्चाको 1 चम्चा बेकिङ पाउडर। अनि यस्तो एउटा भाँडा लिने है, यसमा चाहिँ तेल लाउनुपर्छ है। यो हाम्रो सैनिया साहान चाहिँ है रेडी भइसक्यो। अनि यतापट्टि पेस्ट छ मेरो चाहिँ यो। अब आदि तयार भयो। अब हजुरहरूले फोरनमा हाल्नुभन्दा अगाडि चाहिँ 5 मिनट अगाडि फोरन जलाएर राख्नुपर्ने हुन्छ, बालेर है। म चाहिँ यसलाई फोरनमा हाल्छु। हेर्नु है साथी, मैले निकालिसकेँ लगभग 15-20 मिनटमा, 15 मिनटमा। अब यसको लुक हेर्नु है। मैले अझ यसमा सिरा हाल्छु। सिरा हालेपछि यसको लुक यस्तो दामी आउँछ। ल हेर्नु साथी, मैले सिरा हालिसकेँ है। लुक हेर्नु, यसमा हजुरले पुस्तक, काजु, बदाम जे हालेर पनि सानो कट गरेर खान सक्नुहुन्छ। यो चाहिँ नयाँ साथीहरूको लागि, जो अहिले काम गर्न नयाँ आउनुभएको छ घरमा, उहाँको लागि है यो रेसिपी चाहिँ। यसको नाम चाहिँ फसफुसा भन्छ। एकदम मिठो हुन्छ है।